है लामो समयसम्म थेगिने विकास, लामो समयसम्म थेगिने विकास, यसलाई हामी दिगो विकास भन्छौँ। र यो दिगो विकास भनेर करिब 1980को दशकबाट आएको भनेर भनिन्छ। तर हाम्रा घरतिर हाम्रा हजुरबा हजुरआमा बाहरूले त धेरै अगाडिबाटै हामीले सिकाउने कुरा हो नि। जहिले पनि काम गर्दा कुनै पनि काम गर्दा कुनै पनि डिसिजन गर्दा 20 वर्ष पछिल्लो सोचेर गर है भनेर हामीलाई सिकाउनु हुन्थ्यो नि। यही हो सुरुको पेज है, सुरुको पेज यही हो। मैले सेन्ड गर्ने होइन नारायणजी, अब रेकर्डेड क्लास मैले सेन्ड गर्ने होइन है। अब त्यो आइसक्यो होला, अब त्यो टेक्निकल टिमलाई यसो भन्नु होला। मैले चाहिँ मेरो टाइममा आउने पढाउने जाने होइन, पिडिएफ नोटका कुराहरू मैले चाहिँ बनाएर हालिदिन्छु, त्यो अपलोड गर्ने पनि मैले होइन है। त्यो भएर टेक्निकल टिमलाई एकचोटि सम्झाउनु होला। ल अब यसलाई यसो परिभाषागत रूपमा हेर्ने हो भने वर्तमानका वर्तमानका आवश्यकता पुरा गर्दा, वर्तमानका आवश्यकता पुरा गर्दा भविष्यका पिँढीको भविष्यका पिँढीको भविष्यका पिँढीको अधिकार हनन नहुने गरी अधिकार हनन नहुने गरी अधिकार हनन नहुने गरी गरिने विकास नै के हो, गरिने विकास नै दिगो विकास हो भनेर, दिगो विकास हो भनेर यसलाई सम्झिनु होला। ल त्यस पछाडि आएर दिगो विकासको अवधारणा, दिगो विकासको अवधारणा कहिलेबाट सुरु भयो भने सन् 1980को दशकबाट भन्छ होइन, अर्ली 80s भन्छ क्या, सन् 1980को दशकबाट अथवा 1980कै हाराहारीबाट यसको सुरुतिरबाट आएको भनेर भन्छ। अनि पहिलो प्रयोग गर्ने व्यक्ति, दिगो विकास शब्द पहिलो प्रयोग गर्ने व्यक्ति को हो भने बारबारा वार्ड हो। बारबारा वार्ड हो। यिनी बेलायती नागरिक हुन्। बेलायतकी बारबारा वार्डले पहिलोपटक दिगो विकास, सस्टेनेबल डेभलपमेन्ट भन्ने कुरा चाहिँ प्रयोगमा ल्याएको भनेर हामी भेट्छौँ। त्यस पछाडि आएर दिगो विकासका लक्ष्यहरू, दिगो विकासका दिगो विकासका 17 लक्ष्य, दिगो विकासका 17 लक्ष्य छ। यो 17 लक्ष्य प्रस्ताव गर्ने राष्ट्र कुन हो? दिगो विकासका 17 लक्ष्य प्रस्ताव गर्ने राष्ट्र कोलम्बिया हो। कोलम्बिया है। दिगो विकासका 17 लक्ष्यहरू कोलम्बियाले सन् 2012मा, सन् 2012को रियो रियो प्लस 20 सम्मेलनमा, रियो प्लस 20 सम्मेलनमा के गर्यो? प्रस्ताव गर्यो। ल यसरी यसरी 12वटा लक्ष्यहरू भएको, के अरे 17वटा लक्ष्यहरू भएको दिगो विकास चाहिँ, दिगो विकास लक्ष्य निर्धारण गरौँ। किनभने 2015सम्म मिलेनियम डेभलपमेन्ट गोल्स नै आइसक्यो, चाहिँ त्योसम्म कन्टिन्यू थियो। तर उसले चाहिँ अब 2016को जनवरी 1बाट लागू हुने गरेर भनेर पहिले कि 2012मै कन्सेप्ट ल्यायो कोलम्बियाले। अनि रियो सम्मेलनलाई कुरो ठिकै लाग्यो। ल ठिक छ, त्यसो हो भने यसलाई हामी युएनओमा लैजाउँ, युएनओको महासभामा पेश गरौँ भनेर युएनओको महासभामा पेश गरियो। 70औं महासभाले पारित गर्यो भन्ने कुरा छ है। हिजोको आएको छैन भन्नु आउला नि त, त्यसो भने है, हिजोको आउला। ल दिगो विकास लक्ष्य 17 लक्ष्य, दिगो विकासका 17 लक्ष्य जसलाई हामी एसडिजिएस भन्छौँ, एसडिजिएस सस्टेनेबल डेभलपमेन्ट गोल्स भन्छौँ। त्यो पारित कहिले भयो? युएनओको महासभाले कहिले पारित गर्यो भने युएनओको 70औं महासभा, युएनओको 70औं महासभा है, युएनओको 70औं महासभाले पारित गर्यो। कहिले पारित गर्यो त भन्दा सन् 2015 आई एन्ड यु भनेर सम्झिनु। म र तिमी मिलेर बल्ल हामी हुने हो भनेर सम्झिनु है। आई एन्ड यु, युको वाइ यु वाइ हामीलाई चाहिने, आई वाइ भनेर सम्झिने है। द्याट मिन्स 2015, आई भनेको 9 महिना, वाइ भनेको 25 गते। ल 2015 9 महिना 25 गते चाहिँ युएनओको 70औं महासभाले, कतिऔं महासभाले भनेर प्रश्न सोधिरहेछ, कतिऔं महासभाले भनेर प्रश्न सोधिरहेछ? 70औं महासभाले भनेर सम्झिनु पर्यो। 70औं महासभाले 2015को 9/25मा दिगो विकासका 17 लक्ष्य पारित गर्यो, जसलाई हामी एसडिजिएस
सस्टेनेबल डेभलपमेन्ट गोल्स भनेर भन्दछौँ। ल पिडिएफ नि हालिदिनु न हुनु, पिडिएफ हालिदिन्छु क्या, पिडिएफ हालिदिन्छु। अब तपाईँलाई पुरानो हालेर भएन, अब जम्मै अब नाराहरू फेरिएको छ 2025को अपडेट गरेर। अब भोलि वा पर्सि हालिदिन्छु। अब थाहा छ तपाईँहरूलाई मेरो इक्जाम चलिरहेछ होइन, त्यो भएर मैले अलि कम काम गर्न पाइरहेको छु। हालिदिन्छु म मिलाएर गाएँ भोलि। अँ, भोलि हालिदिन्छु। ल त्यस पछाडि आएर 17 लक्ष्यहरू पारित गर्यो भन्ने कुरा छ। दिगो विकास, दिगो विकास, दिगो विकासका 5 पिल्लर, 5 पिल्लर्स, 5 स्तम्भहरू भन्छ। दिगो विकासका 5 स्तम्भमा के पर्छ, 5 खम्बामा के पर्छ भन्छ। यसलाई हामी 5 पिज भनेर सम्झिन्छौँ। 5वटा पीहरू पर्छ भनेर सम्झिन्छ। एउटा पिपोल, पिपल। अर्को पिस, शान्ति। अर्को प्लानेट, अर्को पार्टनरसिप, अर्को प्रस्पेरिटी, प्रस्पेरिटी समृद्धि। ल मानिस, शान्ति, प्लानेट होइन पृथ्वी ग्रह भन्न खोजेको, साझेदारी पार्टनरसिप र प्रस्पेरिटी समृद्धि। यो 5वटा चाहिँ दिगो विकास 5 पिल्लरहरू। यो 5वटा खम्बामा, खम्बामा खम्बा भए पछाडि बल्ल दिगो विकास उभिन सक्छ। दिगो विकास उभिन्छ भनेर भनेको है। ल अब दिगो विकासको अवधि, दिगो विकासको अवधि कहिलेदेखि कहिलेसम्म हो? दिगो विकास, दिगो विकासको अवधि, दिगो विकास अवधि भन्यो भने यो पनि 15 वर्ष कार्यक्रम हो। सन् 2016को जनवरी 1देखि सन् 2030को डिसेम्बर 31सम्म 15 वर्षकै लागि दिगो विकास निर्धारण भएको हो। 15 वर्षकै कार्यक्रम हो भनेर सम्झिने। अब यो कुन सिद्धान्तमा आधारित छ भन्छ। कुन सिद्धान्तमा आधारित, दिगो विकास कुन सिद्धान्तमा आधारित छ भन्यो भने, कुन सिद्धान्तमा आधारित भन्दा द फ्युचर वी वान्ट, द फ्युचर, द फ्युचर वी वान्ट, द फ्युचर वी वान्ट भन्ने सिद्धान्तमा आधारित छ। हामीले चाहेको भविष्य, हामीले चाहेको भविष्य होइन, हामीले रोजेको भविष्य भन्ने सिद्धान्तमा चाहिँ दिगो विकास आधारित छ भनेर सम्झिनु पर्यो। ल यति कुराहरू सम्झ्यौँ। अब दिगो विकासलाई संस्थागत गर्नको लागि, दिगो विकासलाई कार्यान्वयन योग्य बनाउनको लागि, दिगो विकासलाई इम्प्लिमेन्ट गर्नको लागि एउटा समिति गठन भयो, एउटा कमिसन चाहिँ गठन गरिएको छ, जसलाई हामी ब्रुटल्यान्ड आयोग भनेर भन्दछौँ। नर्वेका तत्कालीन प्रधानमन्त्री ग्रो हर्लेम ब्रुटल्यान्डको अध्यक्षतामा गठन गरिएको होइन, चाहिँ नर्वेका पूर्व प्रधानमन्त्री ग्रो हर्लेम ब्रुटल्यान्डको अध्यक्षतामा सन् 1983को डिसेम्बर महिनामा स्थापना गरिएको। त्यसले 1987को अक्टोबर महिनामा एउटा प्रतिवेदन बुझायो, जसको नाम आवर कमन फ्युचर, हाम्रो साझा भविष्य भन्ने हो। त्यसको चाहिँ सार के हो त, त्यसको कन्क्लुजन के थियो भन्दा गरिबी निवारण र दिगो विकास यो एकअर्कामा अन्योन्याश्रित छन् है। जबसम्म गरिबी निवारण हुन सक्दैन तबसम्म दिगो विकास कल्पना गर्न सकिँदैन। मान्छेको भोको पेटले छोरोको लागि सोच्दैन। अहिले म यहाँ भोक लाएर चाहिँ अब अहिले यहाँ खाना नपाएर मर्ने अवस्था छ, मैले मेरो छोरोको लागि चाहिन्छ भनेर सास दिनँ, मैले मेरो नातिको लागि चाहिन्छ भनेर सास दिनँ। त्यसैले पहिला दिगो विकास गर्ने हो भने गरिबी निवारण गर्नुपर्छ। गरिबी निवारण गरे पछाडि मात्रै दिगो विकासको एउटा आधार खडा हुन्छ, आधार तयार हुन्छ भन्ने कन्सेप्ट चाहिँ त्यसले बिल्डअप गर्यो भनेर सम्झिनु पर्यो। ठिक छ नि। ल 169 टार्गेट पढ्नु पर्छ कि नै भन्नु पर्दैन है। त्यो 169वटा टार्गेट पढियो भने यसैमा पिएचडी भइहाल्यो नि है, त्यो सकिन्न, त्यो आवश्यक छैन। र 2015-9-25 के हो भन्दा दिगो विकासका 17 लक्ष्य पारित भएको यहाँ लेखेकै छ त यार। यसैलाई हो कि यसैलाई मैले यो यसमा कन्भर्ट गरिदिएको, यो सम्झिने तरिका तिमी र म भएर छुट्टै संसार बनाउने भनेर सम्झिने है। आई एन्ड यु मिलेर वी हुने भनेर सम्झिने। सन् 2015 आई एन्ड वाई होइन, आई एन्ड यु भनेर सम्झिने। आई भनेको 9 नम्बर, वाई भनेको 25 नम्बर। 25 नम्बर अल्फाबेट होइन त नि वाई भनेको।
ल अब कुरा गरौँ ब्रुटल्यान्ड आयोग। अझ त्योभन्दा अगाडि सूचकहरूको कुरा गरौँ पहिला। ल सूचक सूचक लक्ष्य र उद्देश्यहरूको कुरा गरौँ। यतापट्टि विश्वव्यापी भनेर लेखौँ, विश्वव्यापी। यतापट्टि नेपालले अङ्गीकार गरेको, नेपालले नेपालले आत्मसात गरेको भन्ने कुरा गरौँ। नेपालले आत्मसात गरेको भनेर कुरा गरौँ। ल लक्ष्य कतिवटा छ? विश्वव्यापी लक्ष्य 17वटा छ, तर नेपालले लागू गरेको 16वटा मात्रै हो। सोध्छ नेपालले प्रत्यक्षीकरण नगरेको चाहिँ लक्ष्य कुन हो भन्यो भने लक्ष्य नम्बर 14। लक्ष्य नम्बर 14 जहाँ के छ? पानी मुनिको जीवन, पानी मुनिको जीवन, पानी मुनिको जीवन, होइन, लाइफ बिलो वाटर। अथवा यसलाई अझै सिम्प्लिफाई गर्ने हो भने सागर तथा महासागरमा हुने पारिस्थितिक पद्धतिका कुराहरू यसमा छ। अब नेपालमा त्यस्तो ठुलो चाहिँ भोल्युममा, होइन, त्यो सागर महासागरहरू नभएको हुनाले नेपालले यसलाई प्रत्यक्ष रूपमा आत्मीकरण गरेका छैन, त्यसैले 16वटा चाहिँ छ। त्यसपछि आएर उद्देश्य। उद्देश्य उद्देश्य कतिवटा छ भने नि हेर्नु त, 70 के अरे 17वटा लक्ष्य भयो। 17मा एक थप्नु कति हुन्छ? 170 भयो। त्यसमा एक कम भनेर सम्झिने, त्यसमा एक कम कति हो? 170मा एक कम भनेको कति हो? 169 है। 17मा एक जिरो थप्यो 170 भयो। 170मा एक घटायो भने 169। यहाँ पनि सेम कुरा लागु हुन्छ। 16मा एउटा, 16मा जिरो थप्यो 160 भयो। 160मा एक घटायो भने 159। नेपालले लागू गरेको उद्देश्यहरू कतिवटा? टार्गेटहरू 159वटा लक्ष्यहरू। अब सूचकको कुरा, इन्डिकेटर भन्छ सूचकलाई, इन्डिकेटर। अब यसमा एकल सूचक भन्यो भने, एकल सूचक भन्यो भने 232वटा, 232वटा एकल सूचक। तर संयुक्त सूचक कतिवटा भन्यो भने 248वटा, 248वटा संयुक्त सूचक। त्यो एकल र संयुक्तको अर्थ के हो भने एकल भनेको इन्डिभिजुअल गन्दा त्यति भयो, नयाँ नयाँ गन्दा। तर कहिलेकाहीँ एउटै सूचक चाहिँ दुईतिर ओभरल्याप भइरहेको हुनसक्छ। ती जम्मैलाई गन्दा चाहिँ 248वटा। र नेपालले कतिवटा सूचक लागू गरेको छ अहिले? 301वटा। त्योभन्दा अगाडि नेपालले पहिले कतिवटा गरेको थियो? पहिले 232मा 247वटा थपेर 479वटा गरेको थियो, है। 479वटा गरेको थियो। अहिले चाहिँ यतिवटा छ भनेर सम्झिनु पर्यो, है। पहिले 479वटा थियो, अहिले चाहिँ 301वटा सूचकहरू निर्धारण गरेको छ। ल अब मेरो किताब ढिलोमा अब आउने हप्ता आउँछ, है। ढिलोमा अब आउने हप्ता आउँछ। फाइनल प्रुफ भएर प्रेसमा गइसकेको छ। अब एक दुई के छ प्रेसको अवस्था, एक दुई दिन टाइम लाग्न सक्छ। जे होस् यो हप्ता बजारमा आउँछ, है। असारको तेस्रो हप्ता, तेस्रो हप्तामा बजारमा आउँछ। अवधि 2015 होला नि भन्नु, कसरी 2015 भयो र अवधि? अँ, अवधि त 2016बाट सुरु भएन र भने 2015सम्म त एमडिजिएस आयो के अरे, सहस्राब्दी विकास लक्ष्य आयो नि 15सम्म त। 2016बाट सुरु भएर 2030सम्म, यो 15 वर्ष। ल अब कुरा गरौँ ब्रुटल्यान्ड आयोग, ब्रुटल्यान्ड कमिसन। एकचोटि सोधेको छ ब्रुटल्यान्ड आयोग केसँग सम्बन्धित छ भनेर, केसँग सम्बन्धित छ? दिगो विकाससँग, है। ब्रुटल्यान्ड आयोग दिगो विकाससँग सम्बन्धित छ। ब्रुटल्यान्ड, ब्रुटल्यान्ड आयोग, ब्रुटल्यान्ड कमिसन। दिगो विकास, दिगो विकासलाई, दिगो विकासलाई कार्यान्वयन योग्य बनाउन अथवा कार्यान्वयन, दिगो विकासलाई कार्यान्वयन गर्न, कार्यान्वयन गर्न गठन गरिएको, गठन गरिएको, गठन गरिएको आयोग हो ब्रुटल्यान्ड आयोग। यसको नाम ब्रुटल्यान्ड नै किन भएको त भन्दा नर्वेका पूर्व प्रधानमन्त्री, नर्वेका पूर्व प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री ग्रो हर्लेम, ग्रो हर्लेम ब्रुटल्यान्ड, ब्रुटल्यान्डको, ग्रो हर्लेम ब्रुटल्यान्डको अध्यक्षतामा, अध्यक्षतामा, ग्रो हर्लेम ब्रुटल्यान्डको अध्यक्षतामा गठन गरिएको,
कहिले भन्दा यो गठन गरिएको कहिले त भन्दा गठन गरिएको सन् 1983 को डिसेम्बर महिनामा र यसले प्रतिवेदन बुझाएको सन् 1987 को अक्टोबर महिनामा यसले एउटा प्रतिवेदन बुझायो। प्रतिवेदन बुझायो। प्रतिवेदन बुझाएको यो प्रतिवेदनको नाम के हो भन्यो भने प्रतिवेदनको नाम आवर कमन फ्युचर। आवर कमन फ्युचर, हाम्रो साझा भविष्य। हाम्रो साझा भविष्य है आवर कमन फ्युचर नामको के भयो त एउटा प्रतिवेदनले बुझायो। प्रतिवेदनको निष्कर्ष के थियो? प्रतिवेदनको सार प्रतिवेदनको सार अथवा निष्कर्ष कन्क्लुजन के हो भन्यो भने गरिबी निवारण, गरिबी निवारण र दिगो विकास, गरिबी निवारण र दिगो विकास एक अर्काका एक अर्काका अन्योन्याश्रित छन्। एक अर्काका अन्योन्याश्रित छन् है भन्ने चाहिँ यसको कन्क्लुजन हो। ल यति कुरा तपाईँहरूले सम्झिनु पर्यो दिगो विकास अन्तर्गत है त। ल र यो आयोग छ नि ब्रुटल्यान्ड आयोग, ब्रुटल्यान्ड आयोगमा 22 सदस्य थिए है पहिला। 22 सदस्य रहेको 22 सदस्य रहेको त्यो बेलामा अहिले चाहिँ 53 सदस्य छ यसमा। हाल चाहिँ 53 नेसनहरू रहन्छन् है। हाल 53 सदस्य हुन्छन् भनेर यसो सम्झिनु त। कहिले अहिलेसम्म सोधेको चाहिँ छैन तर सोधिदिन सक्छ। कति सदस्य रहेको चाहिँ यो आयोग थियो भन्यो भने ग्रो हर्लेन ब्रुटल्यान्डको अध्यक्षतामा 22 सदस्य भएको आयोग चाहिँ बनेको थियो। ल 17 गोल आउँदैछ नाप्दिनुहोस्। गभो शोष सिलै पानी ऊर्जा रोजगारी उद्योग समान दिशा सौ जप मुनि माथि न्याय साझेदारी भनेर दिगो विकासका 17 लक्ष्य पढ्नै छ। ल यहाँसम्म भयो होइन। अब त्यही पढ्ने थियो नि। अब 17 लक्ष्य दिगो विकासका 17 लक्ष्य धेरै पटक सोधेको नासु खर्दालाई धेरै पटक सोधेको प्रश्न के हो भने जोड मिलाऊ। दिगो विकासको फलानु लक्ष्य कति नम्बर लक्ष्यमा फलानु विषय छ अथवा फलानु विषय कुन लक्ष्यमा छ, यति नम्बर लक्ष्यमा कुन विषय छ, अथवा जोडा मिलाऊ होइन, अथवा चाहिँ दिएका दिगो विकासका लक्ष्यहरूलाई क्रम मिलाऊ, क्रमैसँग अर्डरमा मिलाऊ जस्ता क्वेसनहरू धेरै पटक सोध्छ। अब यसलाई 3वटा बुलेटमा सम्झिन्छौँ हामी। पहिला ग भो सो स सिलै, ग भो सो स सिलै भनेर सम्झिने। ग भो सो स सिलै। ल यो भने के हो? 1 नम्बरमा लक्ष्य नम्बर एकमा लक्ष्य नम्बर एकमा गरिबी। गरिबी के गर्ने? बढाउने हो? होइन, गरिबीको अन्त्य गर्ने। गरिबी अन्त्य, नो पोभर्टी, जिरो पोभर्टी।
लक्ष्य नम्बर दुईमा के गर्ने, लक्ष्य नम्बर दुईमा भोकमरी के गर्ने, घटाउने, जिरो हङ्गर, शून्यमा झार्ने, भोकमरीको अन्त्य गर्ने। लक्ष्य नम्बर तिन, लक्ष्य नम्बर तिनमा के गर्ने, स्वास्थ्यको कुरा, स्वस्थ र समुन्नत समाजको कुरा छ, स्वस्थ र समुन्नत समाजको कुरा, स्वस्थ र समुन्नत समाजको कुरा। त्यस पछाडि आएर लक्ष्य नम्बर चारमा के छ, लक्ष्य नम्बर चारमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा। र पाँचमा लै भनेको लैङ्गिक समानता, लैङ्गिक समानता, लैङ्गिक समानता, होइन, जेन्डर इक्वालिटीका कुराहरू, होइन, नो जेन्डर बायसका कुराहरू लक्ष्य नम्बर पाँचमा छ। सुरुको पाँचवटालाई सम्झिने, गभ हो सोस सिलाइ भनेर, है, गभ हो सोस सिलाइ भनेर सुरुको पाँचवटालाई सम्झिनु पर्यो। ल अब त्यसपछिको पाँचवटालाई सम्झ्यौँ। पानी ऊर्जा रोजगारी, पानी ऊर्जा रोजगारी, रोजगारी, पूर्वाधार र पूर्वाधार र पूर्वाधार समानता भन्ने कुरा गरौँ। पूर्वाधार समानता। ल, पानी ऊर्जा रोजगारी पूर्वाधार समानता भनेर सम्झिनु पर्यो। ल अब लक्ष्य नम्बर छमा, लक्ष्य नम्बर छमा, लक्ष्य नम्बर छमा के छ, पानी भनेको पानी तथा सरसफाइ, पानी तथा सरसफाइ, सरसफाइ, पानी तथा सरसफाइ। लक्ष्य नम्बर सातमा पहुँच योग्य ऊर्जा, पहुँच योग्य ऊर्जा अथवा यो ऊर्जामा पहुँच, होइन, स्वच्छ ऊर्जामा पहुँच भन्छ अझ, पहुँच योग्य स्वच्छ ऊर्जा भनौँ, स्वच्छ ऊर्जा, क्लिन इनर्जी भनेर, होइन, पहुँच योग्य स्वच्छ ऊर्जा। त्यस पछाडि आएर लक्ष्य नम्बर आठमा रोजगारी, रोजगारी तथा रोजगारी तथा आर्थिक वृद्धि, रोजगारी तथा आर्थिक वृद्धि, आर्थिक वृद्धि। लक्ष्य नम्बर नौमा, लक्ष्य नम्बर नौमा उद्योग, उद्योग पूर्वाधार, उद्योग पूर्वाधार र नवीन सृजना, नवीन सृजना, उद्योग पूर्वाधार र नवीन सृजना भनेर लक्ष्य नम्बर नौमा निर्धारण गरिएको छ। उद्योग पूर्वाधार र नवीन सृजना। र 10 नम्बरमा समानता, 10 नम्बरमा समानता, समानता भन्नु र असमानता घटाउने भन्नु यो कुरा, असमानता घटाउने अथवा असमानताको अन्त्य गर्ने, है, असमानताको अन्त्य गर्नु भनेको नै के हो, समानता कायम गर्नु हो, समानता ल्याउनु हो। ल यसरी पानी ऊर्जा रोजगारी पूर्वाधार समानता भनेर सम्झिनु होला। अब बाँकी रहेकालाई गुटुङ टुङ सम्झिने एकैचोटि के भन्ने भने दि स स उ उ, दि स स उ उ ज प, मुनि माथि, मुनि माथि न्याय साझेदारी, मुनि माथि न्याय साझेदारी, है। ल, दि स स उ उ ज प, मुनि माथि, पहिला मुनि जप अनि माथि जप, न्याय र साझेदारी भनेर सम्झिने। लक्ष्य नम्बर 11, लक्ष्य नम्बर 11मा दिशा भनेको दिगो सहर र समुदाय, दिगो, दिगो सहर, दिगो सहर र समुदाय, समुदाय। लक्ष्य नम्बर 12मा के छ, ऊ भनेको उत्पादन, मर्यादित उत्पादन तथा उपभोग, उत्पादन तथा उपभोगका कुरा, उपभोग। उत्पादन मात्रै भयो उपभोग भएन भने पनि काम भएन, उपभोग मात्रै छ उत्पादन छैन भने पनि काम भएन। त्यसैले दुइटै मर्यादित उपभोग तथा उत्पादन तथा उपभोग, अथवा यसलाई जिम्मेवार, के अरे जिम्मेवार भन्न नि सक्छ, है, जे होस् उत्पादन तथा उपभोग भन्ने कुरा सम्झिनु होला। लक्ष्य नम्बर 13मा जप भनेको जलवायु परिवर्तन, आजको संसारको सबैभन्दा ठुलो टाउको दुखाइको विषय हो जलवायु परिवर्तन, है, जलवायु परिवर्तन। अलि अस्ति इक्जाममा सोधेको थियो, नेपाल जलवायु जोखिम सूचकाङ्कको कतिौँ स्थानमा छ भनेर सोधेको थियो। ल कमेन्ट गर्नुहोस् त, नेपाल जलवायु जोखिम सूचकाङ्कको कतिौँ स्थानमा छ।
नेपाल जलवायु जोखिम सूचकाङ्कको कतिौँ स्थानमा छ? ल भन्नुहोस् भन्नुहोस् 52 गलत। 11 गलत। 30 31 गलत हो। शर्मिलाजीको ठिक छ। अनि केआरजीको भएन। ल 69 पोजिसनमा छ है नेपाल। 59औँ स्थानमा छ। 59औँ स्थानमा छ नेपाल जलवायु परिवर्तन जोखिमको 69 पोजिसनमा। 69औँ स्थानमा नेपाल रहेको। अनि पहिलो चाहिँ कुन हो? पहिलो राष्ट्र पाकिस्तान। पहिलो राष्ट्र पाकिस्तान हो। पहिलो राष्ट्र पाकिस्तान हो भनेर सम्झिनु। पाकिस्तान त तपाईँहरूलाई थाहा छैन। पाकिस्तान त पछिल्लो यो 2-3 वर्षमा 20% भन्दा धेरै पाकिस्तानको चाहिँ ल्यान्डहरू चाहिँ पुरै चाहिँ खडेरी परेर पटपटी फुटेर चाहिँ बन्जर भूमिमा परिणत भइसक्यो भनेर भनेको छ। त्यसैले सबैभन्दा धेरै असर परेको जलवायु परिवर्तनको जोखिमको चाहिँ 1 नम्बरमा रहेको राष्ट्र पाकिस्तान हो भनेर सम्झिने। त्यसको अरू कुराहरू हामी पछि जलवायु परिवर्तन भन्ने टपिकमा पढ्छौँ। त्यस पछाडि आएर लक्ष्य नम्बर 14मा मुनि भनेको जलमुनिको जीवन। जलमुनिको जीवन, लाइफ बिलो वाटर। जलमुनिको जीवनको अर्थ हो सागर, ठुला ठुला सागर तथा महासागरमा हुने पारिस्थितिक पद्धतिका कुराहरू, त्यहाँको जीवनशैलीका कुराहरू। लक्ष्य नम्बर 15मा पानीमाथिको जीवन, जलमाथिको जीवन। जलमाथिको जीवन के हो यो जलमाथिको जीवन भनेको? यो भनेको स्थलीय पारिस्थितिक पद्धतिका कुराहरू होइन, स्थलीय जीवनका कुराहरू यसमा हामी हेर्छौँ। लक्ष्य नम्बर 16मा शान्ति। शान्ति न्याय शान्ति न्याय तथा सशक्त निकाय भन्छ। शान्ति न्याय तथा सशक्त निकाय लक्ष्य नम्बर 16। लक्ष्य नम्बर 17मा लक्ष्य प्राप्तिका लागि साझेदारी। लक्ष्य लक्ष्य प्राप्तिका लागि लक्ष्य प्राप्तिका लागि साझेदारी। ल अब केही आयो नयाँ आउने बित्तिकै मैले भन्छु भनेकै छु नि तपाईँहरूलाई। अब अहिलेसम्म केही नयाँ आएको छैन प्राविधिक भ्याकेन्सीको बारेमा, त्यही भएर भन्न सकिने अवस्था छैन है। नयाँ आए पछाडि तपाईँहरूले नसोधिकनै मैले भनिदिन्छु है, साथीहरू यस्तो यस्तो छ, कुरो यस्तो यस्तो आएको छ भनेर मैले भनिहाल्छु है। अब अहिलेसम्मको अवस्थामा केही पनि आएको छैन त्यस्तो। ल यसरी 17 लक्ष्यलाई कसरी सहज हुन्छ त्यसरी पढ्ने। अब यसरी अलि सजिलो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूले हरेक विषयवस्तुलाई फ्याक्टराइज गरेर टुक्र्याएर विभिन्न टुक्रा टुक्रामा बाँडेर पढ्नुभयो भने तपाईँको पढाइ सहज हुन्छ, सरल हुन्छ होइन, जस्तो लाग्छ मलाई। अब यसरी सही लाग्यो यसरी पढ्नुहोस्, होइन भने जसरी सहज हुन्छ, जसरी सजिलो लाग्छ त्यसरी पढ्नु होला। यहाँबाट पटक पटक परीक्षामा धेरै प्रकारका प्रश्नहरू सोधिसकेका छ। ल अब तपाईँहरूलाई सोध्छ, जस्तो शिक्षक सेवालाई सोधे हो नि, नेपालले कहिलेबाट आफ्नो बजेटमा चाहिँ बजेटको इतिहासमा जलवायु परिवर्तन कोड चाहिँ सूचीकृत गर्न सुरु गरेको भनेको नेपालले कहिलेबाट जलवायु परिवर्तन मैत्री बजेटको चाहिँ अभ्यास गरेको भनेर भन्छ। कहिलेबाट हो? अस्ति सोधे हो नि हो। नेपालले जलवायु परिवर्तनमा लेखेको भयो नभए पछि टिपाउँदा नि भयो है। टिप्न मनलाई हिँ टिप्दा नि भयो। जलवायु परिवर्तनमै एरो तानेर लेख्नुहोस्। नेपालले नेपालले आर्थिक वर्ष 2068-69बाट के गरेको भन्दा जलवायु परिवर्तन जलवायु परिवर्तन मैत्री बजेट अभ्यास गरेको, बजेट लागू गरेको।
त्यसो भने अहिलेको आर्थिक वर्षमा कति छुट्याएको छ भन्ने सरकारले 2082-83 आर्थिक वर्ष 2082-83मा 6.54 लस्कर 654% जलवायु परिवर्तन मैत्री जलवायु परिवर्तन मैत्री रहेको भनेर सम्झिनु होला है। अहिलेको हाम्रो चालु बजेट अब आगामी बजेट भनौँ न, नयाँ बजेट साउन 1 गतेबाट लागू हुने बजेटको 6.54%, 6.54% चाहिँ जलवायु परिवर्तनको लागि भनेर प्रत्यक्ष रूपमा विनियोजन गरिएको छ। प्रत्यक्षीकरण गरेको भन्छ त्यसलाई। 18 नम्बरको सर भन्नुभयो मेरो भगवान्। अनि 17वटा छ भनेर पढ्ने, 18 नम्बर कहाँबाट ल्याइदिउँ त मैले? अहिले भर्खर 16वटा लक्ष्य, 16मा 0 थपेर 170, 170मा 1 घटेर 169वटा चाहिँ उद्देश्य भनेर पढायो होइन अहिले भर्खर। अनि 18वटा कहाँबाट ल्याइदिउँ त हजुर? 16को के हो भन्नु? शान्ति, न्याय तथा सशक्त निकाय। शान्ति, न्याय र सशक्त निकाय भनेर सम्झिनु। किन देखिया छैन? क्लियर आएको छैन र साथीहरू, क्लियर आउनु पर्ने हो। ए सशक्तमा अलि झुक्की, नझुक्किनु पनि ठाउँ झुक्किनु भएछ नि यार तपाईँ। ल देखिन्छ त साथीहरू। ल एनिवे म भनिदिन्छु त्यस्तो बुझिएन भने, तर बुझ्नुलाई चाहिँ बुझिन्छ है। 6.54% है, 6.54% चाहिँ सर एकदेखि देखाइदिनु न, लाइन गएको थियो लास्टमा देखाइदिउँला है, लास्टमा देखाइदिउँला। ल अब अगाडि बढो। अब नेपालका महत्त्वपूर्ण लक्ष्यहरू, नेपालको नेपालका महत्त्वपूर्ण नेपालका महत्त्वपूर्ण लक्ष्यहरू नेपालले जस्तो मेन मेन इन्डिकेटरहरू दुई चारवटा हेरौँ त। जस्तो नेपालले सन् 2030 अथवा आर्थिक वर्ष 2086-87, आर्थिक वर्ष 2086-87सम्ममा चाहिँ हासिल गर्ने गरेर दिगो विकास लक्ष्यका केही कुराहरू जस्तो आर्थिक वृद्धि दर, इकोनोमिक ग्रोथ रेट, आर्थिक वृद्धि दर 10.3%, 10.3%को आर्थिक वृद्धि हासिल गर्ने भनेर सूचकाङ्क निर्धारण गरेको थियो। अनि मानव विकास सूचकाङ्क एचडिआई, ह्युमन डेभलपमेन्ट इन्डेक्स कति कति बनाउने भने अब 0.68, 0.68 अर्थात् 0.86 बनाउने भनेको छ होइन। 16 योजनाले 0.65, दीर्घकालीन सोच चाहिँ 0.68, अनि के अरे दिगो विकासले 0.68, दीर्घकालीन सोच चाहिँ 0.76। अनि प्रति व्यक्ति आय, ल भन्नु त प्रति व्यक्ति आय कति हो? प्रति व्यक्ति आय कति हो? पिसिआई कति हो? पिसिआई कति हो ल भन्नुहोस्। दिगो विकास लक्ष्य अन्तर्गत नेपालले प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य लिएको छ 2030सम्ममा? सोध्छ इक्जाममा, ल भन्नुहोस्। ए मेरो भगवान्, 2351 त 16 योजनाको भयो के अरे, दिगो विकासको सोधेको। 2351 त दिगो विकासको, 12,100 दीर्घकालीन सोचको। 2030मै 12,000 भयो भने त अनि बर्बाद भएन यार। अहिले बल्ल बल्ल हामी कनी कुती 1517मा पुगेका छौँ। अनि अबको चाहिँ 3-4 वर्षमा, अबको 4 वर्षमा अनि चाहिँ पुग्ला त्यत्रो, 10,000 पुग्ला, बढ्ला? बढ्दैन नि त।
त्यही भएर 2351 भनिदिएको ठिक छ। त्यो स्वर्ण योजनाको 2500। मैले सोध्न खोजेको चाहिँ तपाईँहरूले 2900 भन्नुहुन्छ कि हुन्न भनेर सोध्न खोजेको। पहिला 2900 भनिएको थियो, पछि यसलाई परिमार्जन गरेर 2500 बनाइएको हो है। मैले चाहिँ 2900 नै पढिरहनु भएको छ कि कसैले भनेर के आउँछ ऱ्यान्डम तपाईँहरूको आन्सर भन्नु बुझ्न खोजेको। तर जम्मैले चाहिँ 2351, 2351, 2351, 2351 है धेरैको त्यो आइरहेछ। ल खैर, नेपालको एब्सोल्युट पोभर्टी, निरपेक्ष गरिबी, निरपेक्ष गरिबी, नेपालले निरपेक्ष गरिबी सूचकाङ्क कति पुर्याउने भनेको छ? एब्सोल्युट पोभर्टी भने 4.9%, 4.9% पुर्याउने। र बहुआयामिक गरिबी, बहुआयामिक गरिबी, बहुआयामिक गरिबी, मल्टी डाइमेन्सनल पोभर्टी, एमडिपी भन्छ जसलाई, मल्टी डाइमेन्सनल पोभर्टी, एमडिपी चाहिँ 6%मा झार्ने, 6%मा सीमित गर्ने भनेर लक्ष्य नेपालले लिएको छ। त्यस पछाडि आएर विद्युतमा पहुँच, विद्युतमा पहुँच, विद्युतमा पहुँच पुगेका जनसङ्ख्या कति हुनेछ? 100% हुनेछ होइन, 100% जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको हुनेछ। त्यसपछि आएर औसत आयु, औसत आयु, सरदर आयु, अपेक्षित आयु, एभरेज लाइफ एक्सपेक्टेन्सी कति पुर्याउने भनेको छ? 75 वर्ष पुर्याउने भनेको छ, 75 वर्ष पुर्याउने भनेको छ। दीर्घकालीन सोचले 80 वर्ष पुर्याउने भनेको छ होइन। ल यी कुराहरू हजुरहरूले सम्झिनु पर्यो। अपेक्षित आयु के अरे 75 वर्ष पुर्याउने भनेको छ। अनि अझै एउटा थपौँ त, विद्युत उत्पादन, कुल विद्युत जडित क्षमता, कुल विद्युत उत्पादन भन्नु खोजे अब। कुल विद्युत उत्पादन, उत्पादन 15,000, 15,000 मेगावाट, 15,000 मेगावाट बिजुली उत्पादन गर्ने। र प्रति व्यक्ति, प्रति व्यक्ति विद्युत उपभोग अथवा प्रति व्यक्ति विद्युत खपत, विद्युत खपत कति पुर्याउने? प्रति व्यक्ति विद्युत खपत पुर्याउने 1500 किलोवाट प्रति घन्टा, प्रति घन्टा, पर आवर चाहिँ पुर्याउने। अनि रेलमार्ग, रेलमार्गको लम्बाइ, रेलमार्गको लम्बाइ 900 किलोमिटर पुर्याउने, रेलमार्गको लम्बाइ 900 किलोमिटर पुर्याउने भनेको थियो। तर यही पाराले गयो भने 90 किलोमिटर पनि नपुग्न गाह्रो छ है। अब 4 वर्ष बाँकी छ, यही पाराले जाने हो भने अबको 4 वर्षमा 90 किलोमिटर पनि पुग्न बाँकी छ, के अरे पुग्न गाह्रो छ। ल 73 होइन र भन्नु हो, ए मेरो भगवान्, 73 वर्ष त 16औँ योजनाको हो के अरे, 16औँ योजनाको 73 वर्ष। 15औँ योजनाले 72 वर्ष देखाएको थियो, त्यो अलिकति नपुगेर अब त्यो के अरे 16औँ योजनाले 73 वर्ष पुर्याउने, दिगो विकासले 75 वर्ष र दीर्घकालीन सोचले 80 वर्ष पुर्याउने भनेर निर्धारण भएको छ। बिजुली नि निक्लिन्न होला 15,000, 15,000 निकाल्न गाह्रै छ। 15,000 निकाल्न गाह्रै छ। खै, यी कुराहरू चाहिँ हामीले सम्झिनु पर्यो है। सर मेरो क्लास छुट्यो, कति बेला हालिदिनुहुन्छ भिडियो भन्नुभयो। भिडियो त हिजोको त अपलोड भइसक्नु पर्ने हो है, हुन्छ होला। कहिलेकाहीँ अब थोरै समस्या हुनसक्छ, अनि त्यो भयो भने, नभए ढिलोमा एक दिनभित्रमा त भइसक्छ। ल अब वातावरण भन्ने टपिक लेख्नु त, वातावरण। वातावरण भनेको के हो? वातावरण भनेकै इकोलोजी हो, पर्यावरण हो होइन। वातावरणलाई नै हामी अर्को भाषामा पर्यावरण भनेर चिन्ने हो। हाम्रो वरिपरि भएका सम्पूर्ण चाहिँ ढुङ्गा, माटो, खनिज होइन, बालुवा, अनि जीव जन्तु, मान्छे, हामी सबै के हो त भन्दा हामी सबै वातावरणका हिस्साहरू हौँ, वातावरणका अवयवहरू हौँ। ल अब वातावरण, वातावरण संरक्षण सम्बन्धी, वातावरण संरक्षण सम्बन्धी, वातावरण संरक्षण सम्बन्धी 70 जना, 70 जना गायकले, 70 जना गायकले गाएको गीत कुन होला भन्नु त? यो नयाँ नयाँ प्रश्न हुनसक्छ तपाईँहरूलाई। वातावरण संरक्षणको क्षेत्रमा 70 जना गायकले गाएको गीत, सामूहिक रूपमा गाएको गीत कुन हो? सामूहिक रूपमा गाएको, सामूहिक रूपमा रेकर्ड गरेर आएको गीत कुन हो? रेकर्ड गरेको गीत थाहा छ कसैलाई?
वातावरण संरक्षणको क्षेत्रमा अथवा समग्रमा वातावरणको क्षेत्रमा 70 जना गायकहरूले एकैपटक रेकर्ड गरेको गीतलाई हामी के नामले चिन्छौँ? त्यो गीत कुन हो? ल भन्नुहोस्। ल थाहा छैन, थाहा छैन, पास। पास। ठिक छ। ल पढेको भुलियो। ओके, सुनेको छु बिर्सेँ। हो, नारायणजीको ठिक छ। ल, त्यो गीतको नाम हो मिलान कोली। मिलान कोली, मिलान कोली, मिलान कोली। ल, यो गीत पहिलो पटक 70 जनाको सामूहिक गीतमा रेकर्ड गरिएको थियो र यसको अहिले अलिकति नयाँ अपडेटेड भर्जन आएको छ भन्ने कुरा पनि छ। त्यो चाहिँ लगभग 260 62 यस्तै कति हो, मैले ठ्याक्कै भुल्ने क्या हो। 260 65 यस्तै हाराहारीमा गएको छन् है। होइन, 260 60 65 यसो हेर्नुभयो भने भेटिहाल्छ, नभए अहिले हेरौँला म। 260 65ले चाहिँ यसको नयाँ भर्जन गएको छन्। तर ओरिजिनल चाहिँ 70 जनाले गाएको मिलान कोली भन्ने गीत हो। यो जनचेतनामूलक होइन, वातावरण संरक्षणको क्षेत्रमा ल्याइएको जनचेतनामूलक गीत हो। अब नेपालको योजनामा वातावरण, नेपालको योजना, नेपालको योजनामा वातावरण भनेर हेरौँ त। नेपालको योजनामा वातावरण क्षेत्र, विशेष गरी नेपालको तीनवटा योजना चाहिँ वातावरण अन्तर्गत आउँछन् भन्ने कुरा छ। छैटौँ योजना, नेपालको सिक्स प्लान, नेपालको छैटौँ योजनाले वातावरणीय पक्षलाई प्राथमिकता दिन सुरु गर्यो भनेर भनेको छ। वातावरणीय पक्षलाई प्राथमिकता दिन सुरु गरियो, प्राथमिकता चासोको साथ चाहिँ उल्लेख गरियो भनेर भनेको छ। सेभेन्थ प्लान, सातौँ योजनाले, सातौँ योजनाले इआइए, इआइए लागू गर्यो होइन, इआइए को आधार तयार गर्यो भनौँ। इआइए को आधार तयार गर्यो, आधार तय गरेको। इआइए भनेको इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, वातावरणीय प्रभाव मूल्याङ्कन है। इम्प्याक्ट एसेसमेन्ट, वातावरणीय प्रभाव मूल्याङ्कन भनेको कुनै पनि विकास निर्माणका कार्यहरू गर्नुभन्दा अगाडि त्यसले हाम्रो वातावरणमा कस्तो प्रभाव पार्छ, त्यसले हाम्रो वातावरणमा पार्ने प्रभाव सम्बन्धी अध्ययन गर्ने कार्यलाई हामी इआइए भनेर भन्दछौँ। र नेपालको योजनाहरू बनी नभ्याउँदै चाहिँ भत्किने होइन, अथवा चाहिँ त्यो मापदण्ड विपरीतको हुने, मापदण्ड अनुसारको नहुने कारणले नेपालमा वस्तुस्थिति होइन, यथा चाहिँ रियल धरातलमा बसेर त्यसको चाहिँ एसेसमेन्ट नै हुँदैन, त्यसको मूल्याङ्कन नै गरिन्न है। त्यो कतिको फ्रुटफुल हुन्छ, कतिको फाइदाजनक छ। 200वटा घर भएको गाउँमा बाटो छैन, दुईटा घर भएको ठाउँमा बाटो जान्छ, त्यही हो इआइए गरे, त्यही हो इआइए। इआइएको सदुपयोग त्यही हो। 200वटा घर भएको ठाउँमा बाटो छैन, गाडी जाँदैन त्यहाँ। दुईटा घर भएको ठाउँमा चाहिँ, दुईटा घर भएको जङ्गलको बिचमा चाहिँ बाटो जान्छ होइन। यो राम्रो इआइए हो यो। ल, त्यसपछि आएर आठौँ योजना, आठौँ योजना, नेपालले आठौँ योजनादेखि, एट्थ प्लानदेखि के गर्न सुरु गर्यो भन्दा नेपालले दिगो विकास, नेपालले दिगो विकास, दिगो विकासका, नेपालले दिगो विकासका, दिगो विकासका, दिगो विकासलाई आत्मसात गरेको भनौँ, दिगो विकासलाई आत्मसात गरेको, आत्मसात गरेको अथवा दिगो विकासलाई चाहिँ कार्यान्वयन गर्न सुरु गरेको कुन योजनाबाट भन्छ? आठौँ योजनाबाट। ल, यो यति कुराहरू नेपालको तीनवटा योजना चाहिँ वातावरण संरक्षणसँग सम्बन्धित छ भन्ने कुरा सम्झिनु होला। अब नेपालले वातावरण संरक्षणको क्षेत्रमा गरेका मूलभूत योगदानका कुराहरू अलिअलि टिपौँ अनि अरू भोलि गर्ने है। ल, फोहोरको गाडीले बजाउँछ त्यही हो भन्नु हो। अब यो
वातावरण संरक्षण सम्बन्धी पहिलो वातावरणीय गीत जारी गर्ने नेपालको नगरपालिका कुन हो, स्थानीय तह कुन हो भने तिलोत्तमा नगरपालिका है। तिलोत्तमा नगरपालिका। ल ल, आई आई भने थोरै चाहिँ फरक कन्सेप्ट हो कृष्णजी। आई भनेको चाहिँ इनिसियल इन्भाइरोमेन्ट इक्जामिनेसन कि यस्तै के भन्छ होइन, इक्जामिनेसन नै भन्छ जस्तो लाग्छ मलाई। आइई। ल अब नेपालले गरेका प्रयासहरू वातावरण संरक्षणको क्षेत्रमा, वातावरण वातावरण संरक्षण संरक्षणका क्षेत्रमा, वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेका प्रयासहरू, नेपालका प्रयासहरू भनेर कुरा गरौँ। नेपालका प्रयासहरू। ल नेपालले विक्रम सम्वत 2002मा, विक्रम सम्वत 2002मा वृक्षारोपण, राष्ट्रिय स्तरबाट वृक्षारोपण प्लस माटो संरक्षण कार्यक्रम, वृक्षारोपण प्लस माटो संरक्षण कार्यक्रम सुरु गर्यो। माटो संरक्षण कार्यक्रम सुरु भयो है। यो कहिलेबाट भयो भनेर सोधेको छ है। माटो संरक्षण गर्न कहिलेबाट सुरु गरियो भने विक्रम सम्वत 2002बाट सुरु गरियो भनेर सम्झिनु पर्यो। त्यसपछि विक्रम सम्वत 2013मा आएर, 2013मा आएर सम्पूर्ण निजी वनलाई, निजी वनलाई निजी निजी वनलाई राष्ट्रियकरण गर्न सुरु गरियो। निजी वनलाई राष्ट्रियकरण गर्न सुरु गरियो भनेर सम्झिन्छ। निजी वनलाई राष्ट्रियकरण गर्न सुरु गरियो। अब राष्ट्रियकरण गरे पछाडि के भयो, भयो यदि जम्मै सरकारको चाहिँ अधीनमा भयो, सरकारले त्यसलाई सदुपयोग गर्न सकेन, त्यसलाई सञ्चालन गर्न सकेन। त्यस पछाडि हामी कम्युनिटी बेस्ड चाहिँ फरेस्टको चाहिँ सिस्टममा गयौँ। 2035 सालबाट नेपालमा सामुदायिक वनको चाहिँ अभ्यास प्रारम्भ भयो। सामुदायिक सामुदायिक वन सामुदायिक वनको अभ्यास अभ्यास 2035 सालबाट सुरु भयो। यसको अर्थ के हो, समुदायको हक हितका लागि होइन, समुदायमा एउटा समिति बन्छ र त्यो समुदायबाट त्यसको संरक्षण पनि हुने र त्यसको समुचित सदुपयोग पनि समुदायले गर्ने भन्ने कन्सेप्टबाट सामुदायिक वनको अवधारणा नेपालमा लागू भयो भनेर सम्झिनु पर्यो। हो बुटोलमा बिहान बिहान बजाउँछ है, बुटोलमा बिहान बिहान बजाउँछ, तिलोत्तमा भने त्यही बुटोल हो है। ल अब 2050मा, विक्रमसम्म 2050 सालमा, 2050मा आएर के सुरु भयो भन्दा 2050मा आएर हाम्रो वातावरण परिषद, राष्ट्रिय वातावरण परिषद, राष्ट्रिय राष्ट्रिय वातावरण राष्ट्रिय वातावरण परिषद गठन भयो। जसको अध्यक्ष को हुन्छ, जसको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ, जसको अध्यक्ष प्रधानमन्त्री रहने। र तपाईँहरूलाई 99.99% परिषदको अध्यक्ष भनेको प्रधानमन्त्री, एउटा न्याय परिषदको चाहिँ अध्यक्ष प्रधान न्यायाधीश हुन्छ। अरू लगभग लगभग सबै चाहिँ परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। विक्रम सम्वत 2051 सालको वैशाख 1 गते, 2051 सालको वैशाख 1 गते काठमाडौँ उपत्यकामा, काठमाडौँ उपत्यकामा काठमाडौँ उपत्यकामा काठमाडौँ उपत्यकामा सवारीबाट निस्कने धुवा परीक्षण गर्न सुरु भयो। सवारीबाट निस्कने धुवा सवारी साधनबाट निस्कने धुवा परीक्षण गर्न सुरु भयो भनेर सम्झिनु पर्यो है। परीक्षण गर्न सुरु भयो। त्यसपछि 2056 सालमा, विक्रम सम्वत 2056 सालमा प्रदूषण सम्बन्धी, नेपालले प्रदूषण सम्बन्धी 14वटा मापदण्ड लागू गरेको, 14 मापदण्ड लागू गरेको भनेर सम्झिनु होला है। 2056मा नेपालले प्रदूषण सम्बन्धी 14वटा मापदण्ड लागू गर्यो। विक्रम सम्वत 2076 साल 6 महिना 24 गते नयाँ वातावरण संरक्षण ऐन जारी भयो।
नयाँ वातावरण संरक्षण, नयाँ वातावरण संरक्षण ऐन जारी भयो, ऐन जारी भयो। र अस्तिको बजेट भाषणले विक्रम सम्वत 2082 सालको 2/25 गते, 2/25को बजेट भाषणले मङ्सिर 1बाट लागू हुने गरेर 2082को 8 महिना 1 गतेबाट, 8 महिना 1बाट लागू हुने गरी 40 माइक्रोन भन्दा कमको प्लास्टिक, 40 माइक्रोन, 40 माइक्रोन भन्दा कम, 40 माइक्रोन भन्दा कमको प्लास्टिक, प्लास्टिक प्रयोगमा रोक, पूर्ण रूपमा रोक लगाउने निर्णय गर्यो भनेर सम्झिनु पर्यो। ए 2/25 है, 2/15 होइन, 2/25, जेठ 15 गते, जेठ 15 गते। ल, यति कुरा चाहिँ हामीले सरस्वती नेपालले गरेका प्रयासहरू अन्तर्गत सम्झिन सक्छौँ है। नेपालले गरेका प्रयासहरू अन्तर्गत हजुरहरूले सम्झिने। र अझै जाँदा जाँदा एउटा अझै अर्को थप्नु त, 2058 सालको 8 महिना 1 गते अर्को थप्नु त, यो छुट्यो छ। 2058 8 महिना 1 गते काठमाडौँ उपत्यकामा 20 वर्षभन्दा पुरानो, 20 वर्षभन्दा पुरानो सवारी साधन, 20 वर्षभन्दा पुराना सवारी साधन चलाउन रोक, अनि त्यो चाहिँ ग्यास इन्जिनबाट चल्ने 3 स्ट्रोक इन्जिन भएका चाहिँ सवारी साधनहरू पनि चलाउन रोक लगाइयो भनेर सम्झिनु है। ल, अब नेपालले कालापत्थरमा बैठक बसेका कुराहरू छ, त्यो हामी पछि जलवायु परिवर्तन भन्ने खण्डमा हेर्छौँ। ल, आजलाई यति गरौँ, दिस मच फर नाउ। राम्रोसँग पढ्नु होला।